नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज मैले पुरी तरकारीको रेसिपी लिएर आएको छु। यसलाई हामी एकदमै सजिलो तरिकाले घरमा बनाएर खाजा या खानाको रूपमा खान सक्छौं। त्यसको लागि सुरुमा म तरकारी पकाउन जाँदै छु। मैले एउटा प्रेसर कुकर बसालेको छु र त्यसमा 3 टेबलस्पुन मैले तेल राखे। म आलु र मटरको तरकारी बनाउन जाँदै छु। यसमा मैले यो 5 वटा फुराउने मसलाहरुको यो मिक्सर लिएको छु। यसमा जीरा, मेथी, सौंफ, तोरी र ज्वानो छ। यसलाई हामी बजारमा एकदमै सजिलै किन्न पनि सकिन्छ। यदि नभएको खण्डमा हामी मेथी वा जीरा मात्रै पनि राख्न सक्छौं। यो एकदमै राम्रोसँग पड्किएपछि हामी यसमा प्याज राख्छौं। मैले एउटा प्याजलाई यसरी स्लाइसेसमा काटेर राखेको थिएँ र 2-4 वटा हरियो खुर्सानीलाई पनि यसरी काटेर राखेको छु मैले। यसलाई हामी सधैँ चाहिँ हल्का ब्राउन नभइन्जेलसम्म पकाउँछौं। यो छिटो पाकोस् भनेर मैले यसमा बेसार राखिदिए। बेसार राखेपछि प्याज छिटो फ्राई हुन्छ। प्याज हल्का फ्राई भइसकेपछि मैले त्यसमा आलु राखे। मैले 3टा मिडियम साइजको आलुलाई यसरी डल्लो साइजमा काटेर राखेको छु। यसलाई हामी 1 देखि 2 मिनेटसम्म यसरी बिस्तारै चलाउँदै पकाउँदै गर्छौं। त्यसपछि मैले यो रातभरि भिजाएर राखेको हरियो मटर छ, यसलाई म यसमा राख्छु। यसको सट्टा हामी सेतो केराउ पनि लिन सक्छौं। राम्रोसँग भिजेको हुनुपर्छ यो। मैले यसलाई पनि त्यसमै राखदिए र हामी फेरि यसलाई 1 देखि 2 मिनेट यसरी चलाउँदै पकाउँदै गर्छौं। ग्यास मिडियम फ्लेममा राख्नु होला। त्यसपछि हामी मसलाहरु राख्दै जान्छौं। नुन स्वाद अनुसार, 1 टेबलस्पुन जीरा पाउडर, 1 टेबलस्पुन रातो खुर्सानीको धुलो र 1 टेबलस्पुन मैले जीराको धुलो राखे र यसलाई फेरि एकपटक हामी चलाइदिन्छौं त्यो तासुकै लाग्ने गरेर। र मैले थोरै यसमा गरम मसला पनि राखदिए र 1 टेबलस्पुन मैले अदुवा लसुनको पेस्ट राखे र 3टा मिडियम साइजको टमाटरलाई मैले यसरी काटेर राखेको छु मसिनरी र त्यसलाई पनि मैले यसमै राखे र अब फेरि हामी यसलाई 2 देखि 3 मिनेटसम्म यसरी नै बिस्तारै चलाउँदै पकाउँदै गर्छौं। त्यसपछि मैले यसमा 2 कप पानी राखदिए। यो करिब 300 ml जति छ। एकपटक फेरि यसलाई म जतासुकै चलाइदिन्छु। र प्रेसर कुकरको कभर लगाएर म यसलाई मिडियम फ्लेममा 3 देखि 4 सिटी आइन्जेलसम्म पकाउँछु। हाम्रो मटर एकदमै राम्रोसँग पाक्नुपर्छ। त्यतिन्जेल म पुरीको लागि आटा मुस्दै जान्छु। मैले 2 कप आटा राखे र आधा टेबलस्पुन मैले नुन राखे र थोरै थोरै पानी राख्दै यसरी बिस्तारै मुस्दै जानु होला। यसलाई नर्मल हामीले रोटी खाँदाखेरि बनाउने जत्तिकै बनाउनु भए हुन्छ र यसलाई छोपेर हामी 10 देखि 15 मिनेट राख्दिन्छौं। हाम्रो तरकारीमा सिटी पनि आइसकेको छ। मैले 3 सिटी आएपछि यसलाई ओपन गरे। तपाईहरु देख्न सक्नुहुन्छ यो एकदमै राम्रोसँग रेडी भइसकेको छ। यसमा अब तपाईहरु आफुलाई आवश्यकता अनुसार पानी राख्न सक्नुहुन्छ। मैले 1 कप पानी राखे यसमा र एकपटक फेरि मैले चलाइदिए यसलाई। यो एकदमै राम्रोसँग पाकेर रेडी भइसकेको छ र यसमा मैले काटेर राखेको धनिया राखदिए र यसलाई एकपटक राम्रोसँग चलाएर हल्का 2 मिनेट जति यसलाई पकाउनु होला र यो सर्भ गर्नको लागि एकदमै रेडी भइसकेको छ। यसलाई हामी अरु समयमा पनि खानाको रूपमा सर्भ गर्न सक्छौं। त्यसपछि अब हामी पुरी बनाउन सुरु गर्छौं। मैले आटालाई फेरि एकपटक मुछे बिस्तारै
र त्यसबाट सानो सानो यसरी आटाहरू निकालेर अब हामी पुरी बेल्न सुरु गर्छौं। पुरीको रोटी चाहिँ हामीले खाने नर्मल रोटी भन्दा सानो हुन्छ, त्यसैले थोरै आटा लिएर यसरी दुईटा हातले बिस्तारै घुमाउनु होला। यस्तो गर्दा एउटा गोलो शेप बन्छ र दुईटा हातले बिस्तारै यसलाई प्रेस गरेर एउटा यस्तो आकारको बनाउनु होला र यसमा थोरै सुक्खा आटा लगाएर हामी बिस्तारै बिस्तारै बेल्छौं। यसरी फर्काई फर्काई बिस्तारै बिस्तारै बेलेर गोलो एउटा पुरी बनाउनु होला। पुरी बेल्दाखेरि हामीले सबै भागमा एउटै किसिमको बनाउनु पर्छ, कतै मोटो कतै पातलो बनाउनु हुँदैन। त्यही भएर बिस्तारै सबैतिरको साइडमा बिस्तारै बिस्तारै बेलेर यसरी गोलो र एकै किसिमको बनाउनु होला। यतिको बनाएपछि मैले यसलाई बेलेर राखेँ र अरूलाई पनि मैले यसरी बेलेर रेडी गरेँ। अब हामी पुरी फ्राई गर्छौं। त्यसको लागि मैले तेल बसाल्ने एउटा प्यानमा र हाम्रो तेल एकदमै तातो हुनुपर्छ। त्यसपछि मैले बिस्तारै एउटा पुरी राख्दिएँ यसमा र पुरी यसरी बिस्तारै फुल्दै जान्छ र हामी एउटा स्पुनले यसलाई बिस्तारै प्रेस गर्दै पकाउँदै गर्नुपर्छ र दुवैतिर फर्काउँदै बिस्तारै बिस्तारै यसरी स्पुनले प्रेस गर्दै यसलाई फ्राई गर्नु होला। दुवैतिरबाट हल्का ब्राउन नभइन्जेलसम्म यसलाई फ्राई गर्नु होला। करिब 1 मिनेट जतिमा यो राम्रोसँग फ्राई भइसक्छ र यसलाई बिस्तारै यसरी तेल तर्काएर हामी निकाल्छौं। त्यसैगरी मैले अरूलाई पनि फ्राई गरेँ। यसरी स्पुनले चाहिँ बिस्तारै बिस्तारै प्रेस गर्न चाहिँ नबिर्सिनु होला। यसो गर्दा हाम्रो पुरी एकदमै फुलेर राम्रो बनेर रेडी हुन्छ। यसरी मैले फ्राई गरेँ र यसमा हामीले बनाएको तरकारी पनि राख्छौं। हाम्रो एकदमै यम्मी पुरी तरकारी रेडी हुन्छ। माथिबाट मैले एउटा हरियो खुर्सानी राखिदिएँ र यसलाई मैले यसरी सर्भ गरेँ। तपाईहरु पनि यसरी घरमा पुरी तरकारी बनाएर आफ्नो विकेन्डलाई अझै स्पेशल बनाउनु होला। र तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ। Have a nice time.